नमस्ते सबैलाई मेरो नाम किसाङ छिङ शेर्पा अनि सबैलाई मेरो च्यानलमा वेलकम छ है त यो चाहिँ मेरो एउटा सानो भ्लग बनाउन लागेको छु आज मेरो म्युजिक भिडियोको प्रिमियर पनि हो सो मेरो नयाँ गीतको नाम चाहिँ आमा हो सो मैले मेरो आफ्नै आमाको लागि प्लस ट्रिब्युट टु अल मदर्स आउट देयर अबको 40 मिनट्स जतिमा रिलिज हुन लागेको छ अनि प्रिमियरहरूको लाइक स्केड्युल सेट गरिसकेका छौँ अहिले चाहिँ यहाँको क्यानाडामा 7:30 भयो अनि मेबी 6:10 तिर निकाल्ने सोचिरहेछु उता हामीले सोचिरहेछौँ डिसाइड गरिसकेका छौँ अहिले चाहिँ म मेरो ममसँग छु सो उहाँको रियाक्सन पनि क्याप्चर गर्नुपर्ने छ ल अब भिडियो हेर्नु होइन अनि तपाईँलाई कस्तो लाग्छ भन्नु कस्तो लाग्यो राम्रो रहेछ एकदम राम्रो रहेछ tamanni liam ke no phangyan ne si koma ne jan du lu ti ka chi we koma ti pe ne jan lu ka chi we tara lu la ni mi sa ro le mo no ka la song thinga mi par la tu ndu ni sini tam sa ro khushi song song ka la song tam tak tu la ta ke tam le mo no tu che केसाङको यो सङ्गीतमा पहिलादेखि नै एकदम रुचि राख्ने हो र अहिले उसको यो फर्स्ट भिडियो म्युजिक भिडियो हो र मलाई एकदम सोचेको भन्दा एकदमै राम्रो लाग्यो र केसाङको अब म्युजिकमा एकदमै ऊ चासो राख्नु भएकोले भविष्यमा उसले एकदम प्रगति गर्छ भन्ने मलाई आशा छ र अब पहिलो भिडियो अब यो एकदमै सोचेको भन्दा राम्रो आयो बधाई छ केसाङलाई केसाङ चाहिँ सानोदेखि जहिले पनि म्युजिकमा एक्स्ट्रा करिकुलर एक्टिभिटिजमा जहिले पनि फोकस गर्ने फुटबल होस् म्युजिक होस् जहिले पनि दुईवटामा बढी फोकस गरेको र अहिले चाहिँ म्युजिकमा अलिकति फोकस गरेछ र यो म्युजिक भिडियो आउट भएपछि अब हामीले भिडियो हेऱ्यौँ त्यसपछि थाहा भयो उसको वास्तविक कला चाहिँ त्यहाँ रहेछ किनकि कसैकै कला भनेको नदेखेसम्म हामीले महसुस गर्न सकिँदैन अहिले आएर उसको भिडियो हेरेपछि मलाई हामीलाई थाहा भयो एकदमै म्युजिक पनि राम्रो आएको छ अलिक एकदमै इमोसनल एकदम राम्रो भोइस राम्रो म्युजिक र राम्रो प्रडक्सन भएको छ राम्रो भइसक्यो त्यसो कस्तो कस्तो सफ्ट र नाइस आएको है राम्रो भएछ के छ राम्रो भइसकेको छ भेरी सो प्राउड अफ यु स्टोरी न्यारेसन र सफल है अहिले चाहिँ हामी जेमिसन पुगेका छौँ हामी चाहिँ मन्त्र पुग्न आँट्यो आज जहाँ अफिसियल लन्च त्यहाँ गर्न पुग्न आँट्यो यो चाहिँ लालीगुडा छु सो दिस माई फर्स्ट प्लेस मैले गीत गाउन सुरु गरेको यहाँ क्यानाडा आएपछि प्लेटफर्म मैले पाएको हैन अनि अब मन्त्र टुराउनु हेरौँ है त
ल यति ठिक छ हेर्नु ल मलाई भन्नु ल दाइ म त हेर्नु ल के त्यसो छ भाइलाई फुटबल चाहिँ खेल्नु मन पर्ला अहिले अब यो हेरेपछि हामी सबजना पछाडि जानु अनि जानु अनि जानु ए थ्याङ्क यू थ्याङ्क यू थ्याङ्क यू थ्याङ्क यू थ्याङ्क यू सो मच like a dean भनेको I want everything dean. Thank you so much. Thank you. Thank you, Midnight. I love it. Congratulations. Hey, thank you. Thank you so much for coming. अब एसटी चाहिँ अन गरिदिनु पर्छ एसटी चाहिँ अहिले अन गरेको छु ए हो अनि नगर आजलाई ठ्याक्क I gotta give you a hug, bro. Thank you so much. I'm proud of you. रोन एउटा ल अब गर्छु ल So may I have your attention please? So namaste, सबैजना. So it's me, Kesang Shivin Sherpa. Good evening. त्यो भाषण छ त्यही हस्ते अनि first of all, thank you so much for being here. मेरो close onesहरू wherever I call अनि those of you who I don't know and we don't know each other, उहाँलाई पनि welcome. अनि so के दिन आउँछ the effects now. So first one भन्नुपर्दा चाहिँ यो लाइक मेरो धेरै ठुलो सपना थियो सो एउटा गीत मेरो आमाको लागि डेडिकेट गरेर सो दिस इज माई फर्स्ट रिलिज मेरो म्युजिक भिडियोको अनि स्पेसली अनि यो गीत आमा चाहिँ लाइक दिस इज भेरी क्लोज टु माई हार्ट बिकज क्यारिज माई इमोसन्स माई लभ फर माई मदर अनि सो यो चाहिँ अब तपाईँहरूको लाइफमा पनि मेल खान्छ होला होइन सो लभ फर माई मदर अनि लाइक सानोदेखि आजसम्म मैले सानो स्पिच जस्तो एउटा प्रिपेयर गरेर चाहिँ हेर्दै भन्दै सो सानोदेखि अहिले आजसम्म लाइक आमाले दिनुभएको माया द केयर अफ गड एन्ड द सेक्रिफाइसेस एन्ड त्यो चाहिँ लाइक वर्डमा एक्सप्रेस गर्नु चाहिँ लाइक इट्स रियली डिफिकल्ट धेरै सजिलो छैन आमालाई लाइक आई लभ यु भन्दैमा मात्र पनि माया देखाउन सकिँदैन जस्तो लाग्यो बिकज वर्ड्स आर नट इनफ फर द लभ अनि I tried my best यो गीतमा चाहिँ अब कसरी होइन लेखेर मैले सिम्पल ल्याएको छु धेरै त्यस्तो केही खत्रै शब्द युज गरेको छैन बिकज म नेपालीमा त्यस्तो राम्रो पनि छैन आई ट्राई माई बेस्ट होइन अब केही समयमा सुन्नुहुन्छ तर अनि यो जर्नी पनि लाइक इट वाज नट इजी सजिलो थिएन लाइक अ लट अफ अप्स एन्ड डाउन्स अनि डाउट्स च्यालेन्जेस तर पनि लाइक अब सबैजना मेरो लभ वन्सहरू सबैजनाको लाइक सपोर्ट पाएर म आज यहाँसम्म पुगेको छु So 2-3 years back, I was nothing. नेपालमा क्लबमा डुबिरहेको थिएँ मजाले डुबिरहेको थिएँ अनि I was not worth this much right now. अहिले पनि त्यस्तो छैन I've got so much to learn अनि so much to अब अगाडि बढ्नु पनि छ अगाडि सो त्यस्तो छैन अनि लाइक फर्स्ट अफ अल म सबै स्पोन्सर्स मेरो स्पोन्सर्सहरू स्पेसली मन्त्र टोरोन्टो has supported me a lot through my whole career. Right, yeah. अनि त्यो अनि फर्स्ट अफ अल अब लास्टमा भन्दा मेरो फ्यामिलीलाई धेरै 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 धन्यवाद
मेरो आफ्नै ममलाई हाम्रो सोनाम नोम्याट दाइले भिडियो खिच्दै हुनुहुन्छ सो भिडियोको मार्फत चाहिँ के भन्न चाहन्छु भने आई लभ यु सो मच मम अनि यो गीत चाहिँ तपाईँको लागि स्पेसली डेडिकेट गर्न चाहन्छु मैले लाइक 2-3 इयर्स भइसकेको थियो लाइक कति टाइम थियो अनि पार्टमा गएर ल्याएको थिएँ फर्स्ट फेज चाहिँ मैले मेरो ममलाई हेरेर नै लाइक आई रोट इट अनि सेकेन्ड फेज चाहिँ एज अ इन्टरनेसनल स्टुडेन्ट अब तपाईँहरूलाई पनि भएको होला है अब म आएँ गाह्रो हुँदो रहेछ है अब यस्तो माया नै पाएको छैन आमाको याद त आउँछ केटा मान्छे रुन सक्दैन के भन्छ नि अब मैले त्यसको चाहिँ अब त्यसको मार्फत चाहिँ मैले एउटा यो गीत लेखेको छु आज प्रस्तुत गर्न लागेको छु थ्याङ्क यू सो मच मन पराइदिनुहुन्छ होला यो गीतको नाम चाहिँ आमा अनि मेरो नाम चाहिँ किसान सिंह शेर्पा थ्याङ्क यू सो मच फर लाइक सेयर सब्सक्राइब चाहिँ नबिर्सिने फर्स्ट टाइम अलिकति गाह्रो चाहिँ So how was it? कस्तो लाग्यो तपाईँहरूलाई त्यसमा चाहिँ यो म्युजिक भिडियोमा चाहिँ म छैन तर लाइक आई ट्राई टु सो अब आमाको माया कतिको साह्रो हुन्छ भनेर होइन ओभरअल ठिक छ है मन पराइदिनु भयो अनि अब फेरि पनि रोहन आइदियो नि त लाइभ म्युजिकको लागि थ्याङ्क यू सो मच है सबैलाई फेरि पनि थ्याङ्क यू सो मच थ्याङ्क यू सो मच थ्याङ्क यू अनि यो साथी यार थ्याङ्क यू सो मच है फर कमिङ थ्याङ्क यू सो मच थ्याङ्क यू म्याम रुवाउने अब रक्सी खाएको बेला थ्याङ्क यू सो मच आइदिनु भयो रक्सी खाएको बेला रुवाउने हल्का ट्राई आम्मामामा यो त न हो यो त हो proud of you. मजाले अब यो चाहिँ अनि यो त जोक्स भन् त टिटीको खिचे जस्तो भन् त यो त थाहा छैन नि त फर्स्ट टाइम हो नि त